पहिलो अंडा लिने र त्यसमा नुन हालेर अंडा उबालिसकेपछि यसलाई छिल्ने, त्यसलाई फेरि त्यो प्यानमा तर्ने, माथिबाट अलिकति बेसार हाल्ने, र बिस्तारै बिस्तारै यसलाई यस्तै दुईटैतिर यतिको रातो भइसकेपछि अब हाम्रो अंडा चाहिँ रेडी भइसक्यो। अब यसलाई छेउमा राख्ने, दुईटा ठुलो साइजको प्याज लिने र 4-5 टमाटर लिएर प्याज हालेर रातो हुन्जेलसम्म यसलाई भुज्ने, दुईटा काटेको खुर्सानी हाल्ने, 2 चम्मच मिक्स मसला लिने, त्यसपछि थोरै बेसार, थोरै खुर्सानी 1 चम्मच जति। यति रातो भइसकेपछि अब हामी यसमा अब यतिको रेडी भइसकेपछि हामी अब यसमा मसला हाल्दिने, अब यतिको रेडी भइसकेपछि अब हामी बिस्तारै बिस्तारै यसमा पानी हाल्ने, थोरै पानी हाल्ने, चलाउने, पानी हाल्ने, चलाउने। आफूले चाहिने ग्रेभी जति पानी हाल्ने। अब फ्राई गरेको अंडा सबै हाल्ने यसमा। अब हाई फ्लेममा एक